फुलौडो दिदी फुलौडो टेस्ट गरौँ न। अनि अलिक पहिलाको बारेमा भनिदिनु न, अब जस्तो सङ्क्रान्तितिर पहिला हजुरहरूले के गर्नुहुन्थ्यो? हामी चाहिँ पहिला चाहिँ के गर्थ्यो भन्दा नि, अब हामी मसिनो हुँदा चाहिँ आमाहरूले बेलुकै अब अघिल्लो दिनै तरुलहरू खनेर है ठिक्कै पारेर धोइधाइ गरेर चाहिँ बेलुका चाहिँ पकाएर सेलाइराख्थ्यो हो। हजुर। अन्त जो भोलि बिहान चाहिँ के अरे वनतरुल चाहिँ काँचो राख्थ्यो हो, त्यो चाहिँ पोलेर टिका बनाएर चाहिँ लगाइदिन्थ्यो। नुहाउनु लगाउँथ्यो, तर नुहाउनु त हामीले चिसो पानीमा नुहाउनु पर्थ्यो है। हामी त नुहाएन ल, मलाई हामीलाई चाहिँ टिका लगाइदिन्थ्यो। अन्त तरुलहरू सबैलाई अब परिपन चाहिँ बाँटेर चिया अब के छ त्यहाँनिर सबै लगाएर परिपन चाहिँ बाँटेर खान्थ्यौँ त्यसरी। अब अहिले त छैन। अहिले त छैन, नानीहरूले खानु त मान्दैन। मैले त अन्त तरुल ल्याएको हो। हजुर। नानीहरूले चाहिँ छोएको पनि छैन ल, मैले मात्रै अलिअलि खाँदैछु हो, डरसरी त्यो पनि। अहिले खानु पनि हुँदैन, अलिक बेसी खायो भने बिमार भइहाल्छु, त्यस्तो हुन्छ हौ। अहिले त छैन, सबै रीतिथिति सक्यो, हरायो नानीहरूले। ल तरुल कहिले टेस्टै गरेको छुइनँ मैले त। मलाई पनि सबिन कामले दिइराखेको। ए हो, हिजो तल त थियो कि, तर मैले टेस्टै गरिनँ हौ।